नमस्कार सबैजनालाई। आज चाहिँ यहाँ स्वर्गीय निशान बान्तवा राईको प्रथम वार्षिक पुण्यतिथि सिएफसी को आयोजनामा निशान स्मृति नकआउट फुटबल प्रतियोगिता 2026 मा 9 स्टार भर्सेस पेट्रो एफसी को फाइनल गेम छ आज। सो आज चाहिँ हामी यहाँ उपस्थित छौँ। सो अब मेरी बारी है, जीत की तैयारी है। जो कल तक हंसते थे मुझ पर आज उन पे भारी है। सपना सच होगा, एक दिन मेरा नाम होगा। मेहनत मेरी पहचान है, यही मेरा काम होगा। ना किसी से जलन, ना किसी से रेस, खुद से ही रोज करता हूँ फेस। हर नए दिन एक नया चैलेंज दिल में। ओके यता पिक्चर लिनुहोस् त ल। तपाईँहरू खलजी त्यहाँबाट हात मिलाउँदै आउनुहोस्, तपाईँ हात मिलाउँदै आउनुहोस्। बल दिने लास्टमा। अन्जन भाइ, अन्जन यो रेफ्रीलाई बल दिनु कि म यहाँ सकेपछि आउँछु। प्लिज है 5 मिनट है, सुरु गर है त। स्वर्गीय निशान बान्तवा राई बुबु को प्रथम वार्षिक पुण्यतिथिको पारेर सिएफसी आयोजक र नलबारी सह आयोजक को आयोजनामा हामीले खुल्ला फुटबल प्रतियोगिता 2026 भर्खरै समापन भएको घोषणा गर्न चाहन्छु। र यस फुटबल प्रतियोगिताको समापन समारोहमा आउनुहुने हाम्रा आजका प्रमुख अतिथि अन्जन राई र विशेष अतिथि सबिना राई र जेनिका राई, साथै खेल प्रेमी सम्पूर्ण खेलाडी साथीहरू, खेलप्रेमी महानुभावलाई चाहिँ म सिएफसी को सचिव महेन्द्र राणा र सिएफसी को तर्फबाट साथै नलबारी युवा समूहको तर्फबाट चाहिँ यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यहाँनिर धेरै समय नलिकन आजको यो समापन समारोहलाई चाहिँ मैले जसक्दो चाँडो दौडाउन चाहेँ यहाँनिर। र यो प्रतियोगितामा हामीले दोहा कतारमा रहनुहुने जम्माजम्मी गरेर 8वटा क्लबहरूलाई निमन्त्रणा गरेका थियौँ। हाम्रो निमन्त्रणालाई स्वीकारेर उहाँहरूको आफ्नो खेल कौशल प्रस्तुत गर्नुभयो। उहाँहरूको लागि हाम्रो एउटा आतिथ्यलाई स्वीकारेर खेल कौशल प्रस्तुत गर्नुभयो। उहाँहरू सबैलाई पनि फेरि पनि हामीले सिएफसी को तर्फबाट र सहआयोजक नलबारी युवा समूहको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहे यहाँनिर। र उहाँहरूलाई एउटा टोकन अफ एप्रिसिएसन सर्टिफिकेट हस्तान्तरण गरिदिनुका लागि सिएफसी का विशेष सल्लाहकार हाम्रो देवनारायण चौधरीलाई यहाँनिर आमन्त्रण गर्न चाहे। उहाँ चाहिँ हाम्रो सिएफसी को प्रमुख सल्लाहकार हुनुहुन्छ। मैले यहाँ क्लबको नाम लिँदै जान्छु र यहाँ उपस्थित क्लबका मेम्बरहरू कोही हुनुहुन्छ भने आएर कृपया आफ्नो यो टोकन अफ एप्रिसिएसन लेटर लिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। न्यू स्टार एफसी का कुनै कमल भाइ आएर यो आफ्नो सर्टिफिकेट लिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। न्यू स्टार 9 स्टार ओके 9 स्टार एक ठाउँ रहेछ केटा रहेछ 9 स्टार एफसी।
त्यसै गरी युनिपार्ट एफसीका कुनै क्लबका कुनै पदाधिकारी खेलाडी साथीहरू हुनुहुन्छ भने कृपया अगाडि आएर आफ्नो टोकन अफ एप्रिसिएसन लेटर लिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। युनिपार्ट स्टेजमा बोलाउन चाहे। अब भने मैले क्रमशः नाम लिँदै जान्छु। कृपया सम्पूर्ण खेलाडी साथीहरू, टिम क्याप्टेन, टिम म्यानेजरहरू आएर सर्टिफिकेट र मेडल लिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। प्रथममा मुनाल गुरुङ, करण, विनोद, दिपेश, मेसम, सुमन, अजय, निकेश त होइन, त्यो त होइन, निकेश लुङ्गा, यो सबै लिएर जाऊ त होइन। ट्रफी चाहिँ टिम क्याप्टेन र टिम क्याप्टेनलाई बोलाउनु र अब भने यस प्रतियोगितामा रनर अप हुन सफल 9 स्टारका टिम क्याप्टेन र टिम म्यानेजर आएर आफ्नो ट्रफी पैसा है। अब भने यस प्रतियोगिताको च्याम्पियन हुन सफल पेट्रो एफसी को पूर्ण टिम म्यानेजमेन्ट खेलाडी साथीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आफ्नो प्रमाणपत्र, मेडल र नगद पुरस्कार लिदिनुको लागि यस स्टेजमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। क्रमशः मैले यहाँनिर नाम भर्दै जान्छु साथीहरू र यस प्रथम पुरस्कार वितरण गर्नको लागि आजको यस समापन समारोहका विशेष अतिथि सबिना राई र जेनिका राईलाई पनि यस स्टेजमा आउनको लागि म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण पेट्रो एफसीका खेलाडी साथीहरू लामबद्ध भएर कृपया अगाडि आएर आफ्नो सर्टिफिकेट, मेडल लिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। पदम पेट्रो एफसीका पदम, पेट्रो एफसीका कोच छत्र, पेट्रो एफसीका खेलाडी प्रदीप, गणेश एमजन, पेट्रो एफसीका इन्द्र, पेट्रो एफसीका सन्तोष, पेट्रो एफसीका जबरदन, योगेश, चिरञ्जीवी, कृपया जोरदार तालीको प्रदीप चौधरी, योगेन्द्र मगर, गणेश, शिवम पाण्डे, शिवम यादव, सुरेश विक, सञ्जय मण्डल, प्रदीप चौहान, रोमन मेचे, रोशन खड्का, लविन माझी र रोशन मेचे ल धेरै बधाई तथा हार्दिक धन्यवाद पेट्रो एफसी का सम्पूर्ण खेलाडी साथै टिम म्यानेजमेन्टका साथीहरू। अब भने उनलाई स्टेजमा आएर ट्रफी र नगद पुरस्कार लिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे र आजको नगद पुरस्कार वितरण गर्दै हुनुहुन्छ आजका यस समापन समारोहका विशेष अतिथि सजिना राई र जेबिका राई, उहाँलाई पनि हामी हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाह्यौँ। टिम क्याप्टेन र टिम म्यानेजर कृपया अगाडि आएर यो प्रथम ट्रफी र नगद पुरस्कार लिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहे। पैसा चाहिँ रिक्वेस्ट गर्नु चेक छोडे चेक क्याजुअल्टी 9 स्टारबाट आएर फर्स्ट उठाइसक्यो ल एकैछिन है।
समापन